के भन्नुहुन्छ यो हामीले प्रक्रियालाई कानुनी प्रक्रियालाई अदालती प्रक्रियालाई चाहिँ एकदमै सम्मान गर्नुपर्ने हुन्छ। हामीले न्याय पाउने भनेकै सामान्य अदालतबाट नै हो। जे जस्तो भए तापनि सामान्य अभियोजन जे जस्तो भए पनि अदालतप्रति नै हाम्रो विश्वास हो। मेरो विश्वास सधैँ छ, मेरो सम्मान सधैँ छ। हाम्रा असन्तुष्टि पनि हामीले कोर्टमै राख्ने हो, बहसमा नै राख्ने हो। तर प्रक्रियालाई सघाउनुपर्छ भन्ने कुरामा म एकदम अडिग पनि छु। त्यस कारण यो त एक मेरो एउटा बाध्यकारी पनि बनाइएको छ, आफै आउनुपर्छ। त्यस्तै किसिमको मुद्दा लगाइदिएको हुनाले म एउटा आशा र अपेक्षासहित अदालतहरूमा 5वटा अदालतमा महिनामा पुग्नु परिहाल्छ। कसरी समय व्यवस्थापन कसरी गर्नुहुन्छ? विभिन्न अदालतमा छ, कहिलेकाहीँ चाहिँ अलि दौडादौडै हुन्छ। अब यो अदालतलाई मध्यनजर राखेर तालिकाहरू पनि त्यसरी बनाउने कोसिस गरेको छु। अलिकति हडबड त भएकै छ, तर पनि म कोसिस गर्छु। मैले भनिहालेँ, कानुनी राज्य स्थापना गर्न हामी हिँडेका हौँ। त्यस कारणले हामीले नै कानुनी राज्यलाई अदालती प्रक्रियालाई चाहिँ राम्रोसँग चाहिँ अवलम्बन गरिदिनु, मध्यनजर गरिदिनु अप्ठ्यारो परिहाल्छ। त्यस कारणले सम्मानित अदालतप्रति ससम्मान म आफूमाथि लागेका झुटा मुद्दाहरू खेप्दैछु, लड्दैछु, कुन पिउँदैछु कसैले। हस्।